मसँग यतिखेर सपना देख्ने व्यक्तिको योग्यता भन्ने यो पुस्तक छ र यो झन्डै 304 पेजको रहेको छ र मैले यो पुस्तक झन्डै 6 महिना लगाएर पढेँ। भन्नाले कामहरू गर्दै अब आफ्नो फ्री समय मिलेको बेलामा मैले पढेँ। विशेष गरी मैले चाहिँ बेलुकाको समय निकालेर पढेको थिएँ र 304 पेजको पुस्तक चाहिँ मैले पढेर सकाउनको लागि जे छोटो समय राख्दाखेरि चाहिँ 6 महिना लाग्यो। मेरो लागि चाहिँ कतिले 3 दिनमा कतिले एकै दिनमा पढेर सकाउनुहुन्छ। र विशेष गरी मैले यो भिडियोमा आएर मैले यो पढेँ त्यो पढेँ यो गरेँ त्यो गरेँ भनेर देखाउनको लागि भन्दा पनि तपाईँ जो असल किताबको अथवा असल पुस्तकको खोजीमा हुनुहुन्छ भने तपाईँको लागि भनेर चाहिँ मैले यो भिडियो विशेष बनाउन गइरहेको छु। सपना देख्ने व्यक्तिको योग्यता तितोपनामाथि विजय भएर ईश्वरीय सपना पुरा गर्न लाग्नुहोस् भनेर आदरणीय पास्टर विनय भण्डारीज्यूले लेख्नु भएको छ। र यो पुस्तक चाहिँ एकदमै म आफैलाई पनि मन पर्यो। सायद एकदमै छोटो गरेर अध्ययन गरेको भएर हो कि छोटो तरिकाले पढेको भएर हो कि कुनै, तर अरू पुस्तक पनि मैले त्यसरी नै पढ्न त सर्लक्कै एकै दिनमा सक्ने, 2 दिनमै सकिने, 1 महिनामा सकिने गरेर त मैले कुनै पुस्तक अहिलेसम्म पढेको त छैन। तर त्यसरी छोटो समय निकालेर पढ्दाखेरि अरू पुस्तकहरू पनि छन्। तर यो पुस्तक चाहिँ मलाई किन राम्रो लाग्यो भन्दाखेरि यहाँ चाहिँ क्षमाको बारेमा, तितोपनाको बारेमा र सपना देख्ने व्यक्तिको योग्यता चाहिँ खास चाहिँ के हो भन्ने बारेमा चाहिँ यस पुस्तकमा लेखिएको छ। मलाई मन परेको कति कुराहरू चाहिँ मैले हाइलाइट पनि गरेको छु। हाइलाइट गरेको र अन्डरलाइन गरेको पुस्तकहरूमा सबभन्दा धेरै बढी चाहिँ मैले यो पुस्तकमा गरेको छु। मैले कोरेको छु भन्नुपर्छ। कोरेको भन्नाले लेखेको भन्न खोजेको होइन। मन परेको जुन वाक्यहरू, त्यति इम्पोर्टेन्ट शब्दहरू र वाक्यहरू चाहिँ यस पुस्तकमा लेखिएको छ। यो भन्नुभन्दा अगाडि एउटा पुस्तक थियो, त्यो पुस्तकको नाम चाहिँ म अहिले बताउँदिनँ। र त्यो पुस्तक मैले बजारमा धेरै खोजेँ र पाइनँ। र एकजना हाम्रो सञ्चारकर्मी साथीसँग त्यो पुस्तक थियो र उहाँले चाहिँ पढिरहनु भएको थियो, तर पढेर सकाउनु भएको थियो। अनि मैले त्यो पुस्तक उहाँबाट चाहिँ सेकेन्ड ह्यान्डमा मैले किनेको थिएँ। त्यति मन परेको थियो मलाई त्यो पुस्तकमा लेखिएको कुराहरू। त्योभन्दा पनि बढी चाहिँ सपना देख्ने व्यक्तिको योग्यता भन्ने पुस्तकमा चाहिँ अझ लेखिएको रहेछ। त्यस कारणले गर्दाखेरि यो एकदमै मलाई साह्रै मन पर्यो। अनि यस कारणले गर्दाखेरि अब धेरैले किन्न सक्नुहुन्छ, नसक्नुहुने भन्ने छैन, तर तपाईँले पनि किनेर पढ्नुहोस् भन्न चाहन्छु। सम्भव भयो भने हामी कतिपल्ट गिफ्ट दिन जान्छौँ, बर्थडे गिफ्ट होइन, अब विशेष गरी न्यु इयरको गिफ्टहरू दिन जान्छौँ। विवाहको त कुरा छोडिदिउँ होइन, जे होस् सानोतिनो के कार्यक्रमहरूमा हामीले गिफ्ट दिन्छौँ भने तपाईँले तपाईँको साथीलाई अथवा सङ्गीलाई तपाईँले यो पुस्तक गिफ्ट दिन सक्नुहुनेछ। र यही गिफ्ट दिने सिलसिलामा चाहिँ मैले देखाउनलाई भन्न खोजेको त होइन, तर मलाई एकदमै मन परेको कारणले गर्दाखेरि मैले तपाईँलाई मात्र भनेको होइन। यो किताब चाहिँ म आफैले लिएर 50 जना व्यक्तिहरूलाई बिक्री होइन है, फेरि गिफ्ट गर्दैछु। त्यसैले तपाईँले पनि गिफ्ट गर्न सक्नुहुनेछ। तपाईँले त 50 जनालाई गर्नुपर्छ भन्ने छैन, 1 जनालाई 2 जनालाई तपाईँको साथीसँगीलाई गर्न सक्नुहुनेछ। गिफ्ट दिनुभन्दा पनि अगाडि चाहिँ तपाईँले लिनुहोस् र पढ्नुहोस् भन्न चाहन्छु। किताब पढ्ने बानीले चाहिँ जति धेरै तपाईँ किताब पढ्नुहुन्छ अथवा हामी किताब पढ्छौँ होइन, उति नै धेरै हामीले संसारलाई बुझ्न सक्छौँ है। अनि पुस्तकले नबोले पनि धेरै कुरा हामीलाई सिकाउँछ। यसैले हामीले पुस्तक पढ्ने बानी बसाल्नुपर्छ। किन किन्ने त पुस्तक भन्दाखेरि एउटा राम्रो पुस्तक किन्नु चाहिँ जीवनभरका लागि एउटा असल साथी पाउनु जस्तै हो। र अरू वस्तु हराउँछन्, तर पुस्तकबाट पाएको ज्ञान सधैँ साथ रहन्छ। त्यसैले तपाईँले पुस्तक किनेर पढ्ने बानी तपाईँले बसाल्नुहोस् भन्न चाहन्छु। र यो पुस्तक चाहिँ विशेष गरी तपाईँ यदि नेपाल बाहिर हुनुहुन्छ भने तपाईँले एमाजोनबाट पनि अर्डर गर्न सक्नुहुनेछ। तसर्थ यो पुस्तकको बारेमा जानकारी तपाईँले यो भिडियोको स्क्रिनमा तपाईँले देख्न सक्नुहुनेछ र निम्न नम्बरमा तपाईँले कन्ट्याक्ट गर्न सक्नुहुनेछ, सम्पर्क गर्न सक्नुहुनेछ। नेपालमा हुनुहुन्छ भने नेपाली नम्बर छ, र यदि तपाईँ नेपाल बाहिर हुनुहुन्छ भने वेबसाइट छ, तपाईँले वेबसाइटमा जानु भएर तपाईँले किन्न सक्नुहुनेछ। यो पुस्तक चाहिँ अङ्ग्रेजीमा पनि छ, नेपालीमा पनि छ है। र यो पुस्तकभित्र के छन् भन्ने बारेमा त सम्भव भयो भने आउने दिनहरूमा मन परेको कति भनाइहरू चाहिँ तपाईँ समक्ष राख्ने कोसिस गर्नेछु। धन्यवाद। यो पुस्तकको बारेमा हेरिदिनु भयो, सुनिदिनु भयो। धन्यवाद।